लक्ष्मण घिसिङप्रति पनि अलि बढी असन्तुष्ट होइन, जस्तो। विगतमा चाहिँ यहाँले आफ्नै पार्टीसँग पनि उहाँ चाहिँ जोडिएको भन्ने हिसाबबाट पनि कुराहरू बेला बेलामा आइराखेका थियो। अहिले चाहिँ प्रेम र ट्रेजेडीमा जोसँग प्रेमबाट ट्रेजेडी हुन्छ त्योसँग अलिअलि घृणा बढी त हुन्छ, त्यो स्वाभाविक हो। किनभने कुलमानजीलाई कुलमानजी बनाएको तत्कालीन नेकपा माओवादी केन्द्रले हो, प्रचण्डले हो, हामीहरू सबैले हो। त्यो कुरा कहीँनिर उहाँले नो भनेको दिन उहाँलाई कति प्रहार हुन्छ भन्ने कुरा उहाँले बुझ्नु भएछ होइन, हो नै। र उहाँले जुन रूपमा धोका दिनुभयो त्यो उहाँको पक्ष हो। धोका भनेको कि माओवादीबाटै अथवा नेपाली कम्युनिस्ट पार्टीबाटै अगाडि बढ्ने भन्ने थियो त्यति बेला तपाईँहरू? होइन, उहाँ अघिल्लो पटक चुनाव लड्न तयार पनि हुनुभएको थियो। पछाडि फेरि हारिन्छ जस्तो लागेपछि उहाँ चुनाव नलड्ने, एमडीमै आउने पनि भन्ने भयो होइन। 79कै चुनावमा पनि उहाँ 3 नम्बर क्षेत्रमा चुनाव लड्ने भनेर फाइनल जस्तो भएको थियो। लास्टमा उहाँलाई अलिअलि त्यति बेला पनि अलिअलि लोकप्रियताको हावा चलेकै थियो, त्यसले छोएकै थियो। पछाडि फेरि होइन म एमडी नै हुन्छु भने पछाडि एमडी बनाएर त्यसैमा निरन्तरता दिएर गएको हो। त्यो एउटा पक्ष छ। तर मेरो तपाईँले सोधेको क्वेसनको एउटा चाहिँ उ के हो भने त्यो कुनै पनि व्यक्ति के जोसुकै लोकप्रिय होस्, त्यो लोकप्रिय व्यक्ति एउटाले म बदल्छु, एउटाले म सबै यो आजको संविधान चेन्ज गर्छु भनेर चाहेर चेन्ज हुँदैन। त्यसले गर्दा यदि हामीले यी सबै कुरा अहिले हामीले जसलाई आरोप लगाइरहेका छौँ नि, जस्तो तपाईँले मलाई भनिराख्नुभयो, म भन्दै गर्दा कुलमानजीले अर्को पार्टी खोल्नुभयो भनेर कुलमानजीको व्यक्तिगत कुरामा मेरो के पनि होइन। उहाँले पार्टी खोल्न नि पाउनुहुन्छ, सबै गर्नुहुन्छ। रविजीले एउटा पार्टी खोल्नु भयो होला, भालेनजीले खोल्नु होला, अर्को हर्कजीले खोल्नु भएको छ, अरू आउलान्। यो सारा कुराप्रति यो लोकतान्त्रिक अधिकार हो, पाउँछ। तर राजनैतिक उद्देश्यप्रति हामी केन्द्रीकरण हुने हो भने निकास दिनुपर्ने हो नि। निकास दिनलाई 2/3 मत चाहिन्छ के। 2/3 मत ल्याउनको निमित्त हामी समझदारीको पोलिटिक्स नगरिकन त्यो हल गर्न सक्दैन। त्यो हल गरेको दिन त तपाईँ सत्तामा जानुहोस्, सत्तामा गएपछि तपाईँ को आउनुहुन्छ के? हर्कजी आए नि आउनुहोस्, कुलमानजी आए नि आउनुहोस्, अर्को आए पनि आउनुहोस् 5 वर्ष गजबको शासन गर्नुहोस्, अनि सुशासन कसरी ल्याउने भन्ने डन्ठा लाउनुहोस्। तपाईँलाई कसैले किचकिच पनि गर्दैन, तपाईँकै हितका लागि कुरा गरे हो नेपाली कम्युनिस्ट पार्टीले।